ल हाम्रो घन्टी ग्याङहरूले चाहिँ इन्डियाबाट आलु प्याज तरकारी केही आएको छैन भन्छ। यो इन्डियन प्याज, यो इन्डियन सिमला आलु, यो पन्जाबी आलु। अरू कुरो के छ इन्डियन? यो उफु पनि इन्डियन हो। यो केरा चाहिँ नेपाली हो। यो ल यो नरिवल इन्डियन हो, मेवा इन्डियन हो। यो के अरे के भन्छ, यो भुइँ कटर पनि इन्डियन हो। खरबुजा इन्डियन हो। यो अनार इन्डियन हो। यो अम्बा इन्डियन हो। यो चाहिँ के अरे स्याउ, यो चाहिँ सिमला स्याउ, यो चाहिँ हिमाञ्चलको स्याउ, यो इन्डियन। अरू कुरो के छ इन्डियन? यो पर्वल इन्डियन हो। यो चटेला इन्डियन हो। यो चाहिँ घन्टी ग्याङहरूले, बालेन सरकारले केही पनि इन्डियाबाट आएको छैन भनेर प्रचार गरिरहेको छ। यो वायत बढी कुरो गरिरहेको छ। यो मसलाको आइटम त जम्मै इन्डियन हो। अझ घन्टी ग्याङहरू, खरानी ग्याङहरू, बालेन सरकारले इन्डियाबाट ताजा तरकारी, माछा मासु, फलफुल रोकेको छ भने हावा कुरो गर्छ, बढी दुष्प्रचार गर्छ ब्यामनहरू। ल हेर, इन्डियन स्याउ, अनार, अम्बा, भुइँ कटर जम्मै आइरहेको अवस्था छ। ल कुरा यही हो।